बेरोजु वर्गीकरणका सम्बन्धमा नेपालको प्रचलित कानुनमा रहेको व्यवस्था उल्लेख गर्दै बेरोजुका प्रकारहरूबारे प्रकाश पार्नुहोस्। लेखापरीक्षणका क्रममा देखिएका बेरोजुलाई सोको प्रकृति अनुसार भिन्न भिन्न वर्गमा छुट्याउने कार्यलाई बेरोजु वर्गीकरण भनिन्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 बेरोजुलाई असुल उपर गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बेरोजु गरी मुख्य 3 समूहमा वर्गीकरण गरिएको पाइन्छ। बेरोजु वर्गीकरण निर्देशिका 2076 बमोजिम बेरोजुलाई मूलतः सैद्धान्तिक र लगती गरी 2 भागमा वर्गीकरण गरिन्छ। लगती बेरोजुलाई देहाय बमोजिम वर्गीकरण गरिन्छ। क असुल उपर गर्नुपर्ने, ख अनियमित भएको, ग प्रमाण कागजात पेश नभएको, घ जिम्मेवारी नसारेको, ङ पेस्की बाँकी, कर्मचारी पेस्की र अन्य पेस्की। बेरोजुका प्रकारहरू। क सैद्धान्तिक बेरोजु। रकमको लगत नरहने बेरोजुलाई सैद्धान्तिक बेरोजु भनिन्छ। यस्तो बेरोजु मूलतः प्रणालीगत सुधार गर्न वा उपयुक्त नीति निर्माण गर्न वा व्यवस्थापनमा सुधार गर्न ल्याउने गरिन्छ। यस प्रकारको बेरोजुको रकम व्यहोरामा उल्लेख हुन सक्छ तर लगत महलमा रकम समावेश गरिँदैन। सैद्धान्तिक बेरोजुमा उल्ल्याइएका विषयलाई समयमै सुधार नगरिएमा आर्थिक अनुशासन र कार्यालयको व्यवस्थापकीय पक्ष कमजोर भई जटिल स्थिति सिर्जना हुन सक्छ। ख लगती बेरोजु। लेखापरीक्षण प्रतिवेदनको बेरोजु महलमा रकम उल्लेख भएको बेरोजुलाई लगती बेरोजु भनिन्छ। सार्वजनिक निकायको त्रुटि वा कमजोरीका कारण कैफियत देखिएका व्यहोराको सम्बन्धमा पर्याप्त र उचित प्रमाणसहित रकम किटान गरी लगती बेरोजु कायम गरिन्छ। लगती बेरोजु अन्तर्गत पर्ने बेरोजुका प्रकारलाई देहाय बमोजिम उल्लेख गरिएको छ। असुल गर्नुपर्ने। प्रचलित कानुन वा प्रमाण कागजातबाट पुष्टि हुने भन्दा कम असुली गरेको, असुल गरेको भन्दा कम आम्दानी बाँधेको वा असुल गरे भन्दा कम रकम दाखिला गरेको वा सम्झौता वा कानुन बमोजिम पाउने भन्दा बढी भुक्तानी दिएको, जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि नोक्सानी पारेको रकम किटान गरिएको व्यहोराको बेरोजुलाई असुल गर्नुपर्ने बेरोजुमा वर्गीकरण गरिन्छ। यस प्रकारको बेरोजु नेपाल सरकारको राजस्व वा बेरोजु खातामा रकम दाखिला गरी जिम्मेवार व्यक्तिले बेरोजु फर्स्यौट गरेको प्रमाण पेश गरेपछि मात्र सम्परीक्षणबाट लगत कट्टा हुने गर्छ। अनियमित भएको। कानुनद्वारा निर्धारित प्रक्रिया, रीत, अङ्ग पुरा नगरी गरेको कारोबारका सम्बन्धमा दर्शाइएका व्यहोराहरू अनियमित भएको बेरोजु अन्तर्गत पर्छन्। सामान्यतया लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फर्स्यौट गरेको प्रमाण पेश गरेपछि यस प्रकारका बेरोजुलाई सम्परीक्षणबाट लगत कट्टा गर्न सकिन्छ। प्रमाण कागजात पेश नभएको। कारोबारलाई पुष्टि गर्न प्रचलित कानुनले तोके बमोजिमका प्रमाण कागजातहरू भरपाई अभिलेख नराखेको व्यहोरा दर्शाइएका बेरोजुहरू यस अन्तर्गत पर्छन्। सामान्यतया लेखापरीक्षणबाट प्रमाण नपुग भएका वा माग भएका कागजात प्रस्तुत नभएका भनी कायम भएको बेरोजु प्रमाण कागजातको आधारमा अधिकारप्राप्त अधिकारीले फर्स्यौट गरेको प्रमाण पेश गरेपछि मात्र सम्परीक्षणबाट लगत कट्टा गर्न सकिन्छ। जिम्मेवारी नसारेको। नियमअनुसार आगामी वर्षलाई जिम्मेवारी सार्नुपर्ने बैंक, नगदी, जिन्सी, बक्यौता, राजस्व लगत, धरौटी जिम्मेवारी नसारेको वा घटी जिम्मेवारी सारेको व्यहोरा यस अन्तर्गत पर्छन्। लेखापरीक्षणमा जिम्मेवारी नसारेको भनी औल्याइएका रकम कलमको जिम्मेवारी सारी सम्बन्धित अभिलेख कागजात, असर पर्ने सबै कागजात र अध्यावधिक गरेको प्रमाण कागजातको आधारमा अधिकारप्राप्त अधिकारीबाट फर्स्यौट गरेको प्रमाण पेश गरेपछि यस प्रकारको बेरोजु लगत कट्टा गर्न सकिन्छ।
शोध भर्ना नलिएको, एक निकायले अर्को निकायलाई सापट्टि दिएको वा एक बजेट शीर्षकबाट अर्को बजेट शीर्षक उपशीर्षकमा सापट्टि दिएको रकम फिर्ता नभएको, वैदेशिक स्रोतबाट बेहोरिने गरी खर्च भएको आर्थिक वर्षको अन्त्यसम्म शोध भर्ना नलिएको। व्यहोरा शोध भर्ना नलिएको बेरोजु अन्तर्गत पर्छन्। सापट्टि फिर्ता लिएको वा शोध भर्ना भएको प्रमाण कागजातका आधारमा अधिकार प्राप्त अधिकारीबाट फर्स्यौट भएको प्रमाण पेश गरेपछि मात्र सम्परीक्षणबाट यस प्रकारको बेरोजु लगत कट्टा गर्न सकिन्छ। सामान्यतया वैदेशिक स्रोततर्फको शोध भर्ना नलिएको रकमलाई लगती बेरोजु कायम नगरी सैद्धान्तिक कायम गर्ने अभ्यास रहेको छ। पेस्की बाँकी कर्मचारी, अन्य पदाधिकारी वा सङ्घ संस्था वा व्यक्ति विशेषलाई दिएको पेस्की आवको अन्तसम्म फर्स्यौट नभएको व्यहोरा पेस्की बाँकी बेरोजुमा वर्गीकरण गरिन्छ। म्याद नागेको वा ननागेको तथा संस्थागत र व्यक्तिगत गरी पेस्की बेरोजुको अभिलेख राखिन्छ। अन्त्यमा सार्वजनिक निकायको त्रुटि र कमजोरीका कारण सिर्जना हुने कैफियत व्यहोरालाई प्रतिवेदन गर्ने कार्यमा एक रूपमा ल्याउन बेरोजु वर्गीकरणले सहयोग गर्छ। सैद्धान्तिक बेरोजुलाई व्यवस्था गर्ने परिपाटीले वर्षेनी बेरोजुको आकार बढ्दै गएको तिथो यथार्थ हामीसँग छ। लेखा परीक्षण प्रतिवेदनमा औल्याएका बेरोजीलाई समयमै फर्स्यौट तथा सम्परीक्षण गरी आर्थिक सुशासन कायम गर्न सम्बद्ध सबै पक्षको अग्रसरता आवश्यक छ। आन्तरिक लेखा परीक्षण गर्दा आन्तरिक लेखा परीक्षकले जाँच गर्नुपर्ने भनी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा उल्लेख भएका विषय के हुन् लेख्नुहोस्। अर्को प्रश्न रहेको छ र यसको उत्तर छ कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित कानुन, व्यवस्थापकीय अभ्यास, लेखा तथा अन्य कारोबार र सोसँग सम्बन्धित कागजात एवं कार्य प्रक्रियाको जाँच, परीक्षण, विश्लेषण साथै आन्तरिक नियन्त्रण प्रणालीको समग्र मूल्याङ्कन गरी प्रतिवेदन गर्ने कार्य आन्तरिक लेखा परीक्षण हो। यो कार्य सरकार मातहतको निकायबाट सम्पन्न गरिन्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा उल्लेख भए बमोजिम आन्तरिक लेखा परीक्षण गर्दा देखाएका कुराको जाँच गर्नुपर्छ। कार्यालयमा हुने विनियोजन, राजस्व, धरौटी, सम्पत्ति वा अन्य सरकारी कोषको आम्दानी तथा खर्च र त्यसको लेखाङ्कन प्रचलित कानुनद्वारा निर्धारित प्रक्रिया अनुरूप भए वा नभएको। दोस्रो, कार्यालयको वित्तीय साधनको उपयोग मितव्ययी तरिका ले दक्षतापूर्वक प्रभावकारी रूपमा भए वा नभएको। 3, तोकिएको समयमा पेस्की फर्स्यौट भए वा नभएको र फर्स्यौट हुने बाँकी पेस्की रहे वा नरहेको। 4, कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुरूप लक्ष्य प्राप्ति गरे वा नगरेको। 5, कार्यालयको वित्तीय प्रतिवेदनले आर्थिक कारोबारको सही र यथार्थ चित्रण प्रस्तुत गरे वा नगरेको। 6, आन्तरिक नियन्त्रण प्रणाली पर्याप्त रहे वा नरहेको। 7, प्रत्येक महिना राजस्व उठ्न छुट भए वा नभएको र राजस्व लेखा तथा दाखिलाको निरीक्षण गरी राजस्व हिनामिना भए वा नभएको र लगती राजस्व तथा हसबली राजस्व तथा लगती राजस्व र यो कुन राजस्व हो हजुरहरूले बुझ्नु होला, मैले यस्तो चाहिँ राजस्व पढिनँ। राजस्व लेखा रहे वा नरहेको विषयका कार्यालयमा नरहेको विषयमा कार्यालय प्रमुखले निरीक्षण गरे वा नगरेको। अन्त्यमा आन्तरिक लेखा परीक्षण मूलतः जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र वित्तीय अनुशासन प्रबन्धनसँग सम्बन्धित भई कार्यालयको उद्देश्य अनुरूप कार्य सम्पादन गर्न गराउन सहयोग गर्छ। आन्तरिक लेखा परीक्षकले लेखा परीक्षणको क्रममा आफ्नो पेशागत मर्यादा र आचार संहिताभित्र रही कानुनले निर्धारण गरेको पदीय जिम्मेवारी वहन गर्नुपर्छ। थ्याङ्क यू।